क्या नजारा है भाई, मारो मुझे मारो भाई। ये देखो मेरा हाथ। करो करो आफ्नै फोटो चाहिँ किन आउनु न भनेको त फ्रन्ट भएको छैन र नि त हौ। घिउकोटालाई चाहिँ फेरि हेर है, जस्तो घिउकोटा त्यस्तै नजरा छ है भाइ। यति चिसो छ कि तर हात ठिराएर फोत पक्रिनु पनि साह्रो परेको अवस्था छ है। एकैछिन अलिकति अगाडि जानेछु म है, र देखाउने चाहिँ यस्तो यस्तो नजारा छ है सिक्किममा पनि होइन। तर यो चाहिँ अब टाइम मेन्टेन गर्नुपर्छ, तपाईँहरूले टाइम राखेर है। सधैँभरि यो भ्यू पाउँदैन नि, कहिलेकाहीँ मात्रै पाउँछ होइन। त्यसै कारणले गर्दा चाहिँ यो रुख हलाउनु मन परिरहेको थियो कि, तर म सकिनँ हौ एक्लै भएर। हेर्नु न, दामी 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 दामी। अब म यो धुप्पी हलाउँछु ल, क्या दामी झर्छ हेर्नु ल। हेर है त, चिसो छ नि त उता, चिसो 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 मौसमलाई त बनाउँला। ढाँड छ नि भित्र हेरेन, ढाँड ढाँड। यहाँ त भालुहरू पनि हुनसक्छ यस्तोमा होइन, तर म डराउँदिनँ किनकि मेरो भालु मेरो साथी हो। आज चाहिँ 3000 चाहिँ पच्ने भयो केटाको मन कटाउमा। यो चाहिँ एकदम सुटिङ गर्न लायकको छ है। हिरोइन छैन, एक्लै भएर मात्रै हो, नत्र भए म पनि सुटिङ गर्थेँ यहाँनिर हो। केही छैन, तर भविष्यमा अझ पनि कति आउँला आउँला हो। र आजको मेरो सानो क्लिप चाहिँ यहीँ राख्न चाहन्छु। धन्यवाद।